गुड इभिनिङ सबैजनालाई। म चाहिँ आज एकदमै वेदर डिमान्ड सुप बनाउँदैछु भेजको। सिर्फ यो चाहिँ मेरो लागि आज बेलुका र बिहानको लागि। यो चाहिँ के हो भन्दाखेरि यो इस्कुसको खोस्टा, आलु अनि मुला अनि अदुवा हालेको छु है। अन्त प्याज पनि हाल्छु। मलाई चाहिँ यस्तो सुप एकदमै मनपर्छ, किन भन्दाखेरि अब हामी त भेजिटेरियन हो, त्यही भएर यस्तो सुपहरू खाँदै गर्नुपर्छ है। अन्त चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ इस्कुस है, अनि यो बनिन साग, यो बस्तीकै करेला हो नि फेरि। अन्त अलिकति केही बनाउन आँटेको छु है, कम्ती बनाएर खाने भेज फाले है। अन्त त्यो पनि म देखाउने छु। सो यहाँ चाहिँ मैले ओइल पनि एड गरेको छु। एड भन्दा पनि म त्यो किमालाई चाहिँ अलिकति पकाउँछु नि त है, त्यो भएर मलाई चाहिँ फेरि मस्टर्ड ओइल पुरा मनपर्छ है। सो मैले यहाँनिर यो पनि रेडी बनाएको छु, तिल पनि अचारको लागि चाहिँ यसरी बसाएको छु। सिटी त लाउँदिनँ किनभने सिटी लगाएको चाहिँ मन पर्दैन। यहाँनिर टमाटर पनि उसिनिरहेको छु अचारको लागि। सो म एड गर्दैछु यो के भन्छ ओनियन। तपाईँहरूले चाहिँ कसरी पकाउनुहुन्छ? म चाहिँ यसरी नै बनाउँछु, मलाई जस्तै मनपर्छ। अब तपाईँले कसरी पकाउनुहुन्छ त्यो चाहिँ आई डोन्ट नो, म चाहिँ यसरी बनाउँछु है। यसलाई चाहिँ मजाले पकाउनुपर्छ, मजाले पनि होइन, यस्तो डर पनि दिनु हुँदैन है। डरहरू मिठो हुँदैन नि त, यतिको चाहिँ बनाउनु पऱ्यो। अब चाहिँ यो हाल्छु है, म बेसी त्यो खानु दिनु हुँदैन नि त ओनियन चाहिँ हाल्दै है। माथि अदुवा, तपाईँहरू लसुन खानु हुने भने त लसुन लाउँदा पनि हुन्छ, किनकि हामी चाहिँ लसुन खाँदिनँ है। कति बेसी एकजनाको लागि हुनु सोच्नुहुन्छ होला, अब यो चाहिँ बार्नु पनि पऱ्यो नि त। म चाहिँ यसमा हल्दी पनि लाउँछु है। अन्त स्वाद अनुसार हुचिङ चाहिँ कति खानुहुन्छ त्यति नै लाउनुहोस्, कतिहरू टेस्ट। अन्त म चाहिँ पिङ्क कलरको नमक खान्छु है। यो नमक चाहिँ अहिले फेरि अलिकति नै लाउँदै पर्नुहुन्छ होला, बेसी भयो भने त मिठो हुँदैन है गाइज, खाइ ल गाइज। कलर हाल्दा पनि हुन्छ, मेरोमा त थिएन नलगाएको, त्यो भने तर कलर चाहिँ हुँदैन है। सो म चाहिँ अचारको लागि रेडी बनाउँदैछु है। यो चाहिँ डल्ले खोर्सानी सकेछ, यो पनि हो।